everybody, welcome back to our channel. It's me Pratyu and it's me Pratibha. Ani? It's me Cynthia. So, ऊ चाहिँ हाम्रो लिडर सब्सक्राइबर अनि आज हामी गर्न जाँदैछौँ जापानिज भर्सेस नेपाली फुड च्यालेन्ज अनि म चाहिँ आजको होस्ट है म सबै लाइक कन्ट्रोलहरु गर्नेछु म सबै लिएर आउँछु सामानहरु अनि तिमीहरु आइज क्लोज गर अनि त्यो दुईटा भाडाबाट एउटा चुज गर अनि तिमीहरुलाई जापानिज पर्छ कि नेपाली कुन बेस्ट छ भन है त ल फर्स्ट राउन्ड ओके यसो गरौँ सिन्थिया ल उठा आइसक्यो फर्स्ट राउन्ड ल फर्स्ट रक पेपर सिजर गर रक पेपर एकचोटी ल एकचोटी रक पेपर सिजर सुट रक पेपर सिजर सुट रक पेपर सिजर सुट रक पेपर सिजर सुट ओके सिजर चुज गर ए कि बी ए ल देऊ कसलाई के परेछ 3 2 1 ओके यो चाहिँ हर्शीजको डार्क चकलेट ओके प्रतिभाले नेपाली हर्शीजको डार्क चकलेट अनि सिन्थियालाई चाहिँ जापानको मेइजी 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 यो चाहिँ पनि डार्क चकलेट हो म देखाइदिन्छु मेइजी भन्ने कुन चकलेट हो भनेर सो दिस इज द मेइजी चकलेट दैट सिन्थिया गॉट मेइजी चकलेट है एन्जॉय है ल खाऊ नेपालको हर्शीज चकलेट छ डार्क वाला ओके ल तिमीहरु दुईटा एक्सचेन्ज गरेर साटा कस्तो हुन्छ एक दुईटाको ल कस्तो लाग्यो मैले थाहा ल अब नेपालको बेस्ट कि जापानिजको बेस्ट पहिला प्रतिभा नेपालकै ओके हर्शीज तिमीलाई जापानिजको ल टाई भयो है त सो अब नेक्स्ट राउन्ड गर्ने ल सो सेकेन्ड राउन्ड आइसक्यो अब फेरि रक पेपर सिजर गर फर्स्ट टाइम है ओके सिन्थिया ए कि बी बी हो त्यो ओके ल ओखो ल हेर आफै ओ ल सिन्थियाले पायो नेपाली बिस्किट अनि प्रतिभाले पायो डार्क फन्टास्टिक खाएको छ सबैले खाएको छ ब्ल्याक फरेस्टमा ल खाऊ न ट्राई गर एक्सचेन्ज गर न ओके इन्जोय कस्तो लाग्यो त सो यो राउन्डमा को जित्यो नेपाली कि जापानिज किनकि नेपालीको जुन बेला पनि खानु छ त्यो त फेरि के भन्छ चियासँग खानु मिल्दैन अनि जापानिज मिल्ला अनि मलाई नेपाली ओके तिमीलाई नेपाली नै ओके ल फेरि टाइम नै भयो ल अब थर्ड राउन्ड गर्ने आर यु रेडी ल सो अब थर्ड राउन्ड आइसक्यो अनि उयो हो प्रतिभाको साइड बी अनि उसको साइड ए अलि राम्रोसँग देखाऊ सो अब रक पेपर सिजर गर्न अनि जो जित्छ उसले चुज गर्छ ओके फाइनली प्रतिभा चुज गर ओके अनि सिन्थिया ल एकछिन है त म फ्रेन्ड्सलाई देखाइदिन्छु तिमीहरूले के पायो भनेर पहिला खोल तिम्रो ओके सो फ्रेन्ड्स प्रतिभाले पायो चिउरा नेपाली चिउरा लोकल अनि सिन्थियाले पायो ओटमिल सो अब टेस्ट गर नि त टेस्ट TAST होइन हो ओटमिल मिठो लाग्छ मलाई ओटमिल मिठो लाग्छ ओके मलाई ओटमिल मन पर्दैन फ्रेन्ड्स के भन्छ यो छ नि अब यो तिमीले सबै फिनिश गर्नुपर्छ यो राउन्डमा च्यालेन्ज के भन्छ यो चिउरा हैन
दुधसँग खाँदा मिठो हुन्छ क्या चिउरा चिनी अनि दुध अनि यो ओट्स चाहिँ मलाई मिलाइदियो म पहिला मेरो स्कुल 4 खोल्थ्यो अनि म 4 जानु पर्थ्यो अनि म दिनदिनै ओट्स खाएर जान्थेँ त्यही भएर मलाई मनै परेन ओट्स त्यही भएर यो राम्रो एक्सेन्ट नगर्नु मलाई मात्र मन पर्दैन ओट्स खाने तिमी खानु भएको म चाहिँ खानु पानी पानी चाहियो भने मलाई भन्नुहुन्छ म यहाँ छु पछाडि फ्रेसमा आउँछ है त हजुरको अगाडि हेलो ल तिमीहरू खाँदै गर है त होइन मैले भन्नु खोजेँ म भाइलाई हेरेर आउँछु न खाँदै गर चिउराले लात धोइसक्यो गाईमा चाहिँ ओस अब पहिला खाएर चाहिँ मिठो लाग्यो अनि त्यो मिठो लाग्यो ल खायो दुईजनाले मलाई ओसै मिठो लाग्यो अहिलेसम्म मिठो लाग्थ्यो होइन फर्स्टमा मिठो लागेको थियो अनि अहिले लाग्यो म यिनीहरू दुइटैको एक्सप्रेसन लिन्छु पहिला प्रतिभाको जुम गराएछु मैले अनि यो सिन्धिया फेरि यी अब मैले अल्ट्रा जुम गरेँ ल ठिकै छ खाऊ मेरो भाइ मस्तले भ्लाँदा निकेर मम्सा बसेर ल केही छैन ल नेक्स्ट राउन्ड गर्ने 4th राउन्ड आर यु रेडी ल सो फ्रेन्ड्स हाम्रो 4th राउन्ड आइसक्यो अनि ल रक पेपर सिजर ल सिन्धिया चुज कुन लिने ए तिमी ल म ल खोल अनि म देखाइदिन्छु के पर्यो ओ ल म देखाइदिन्छु प्रतिभाको पर्यो जापानिज रोस्टेड पिनट्स अनि उसको नेपाली दाल भेरी गुड ल खाऊ प्रतिभालाई दाल के भन्छ ऊ पिनट्स मनपर्छ मलाई थाहा छ हि अनि तिमीलाई दाल मनपर्छ ओके दुवैलाई सेम चिज मिला ए सही चिज मिला छ हि खाऊ पानी चाहियो भने मलाई भन ल पिरो छ है तर ट्राई गर्छ एकअर्काको केही छैन तिमी उसको चाख्न सक्छौ चाख्ने ल ठिक छ खाऊ सबै फिनिस गर्ने त्यहाँ ल भेरी गुड गर्ल्स कसैलाई पानी चाहिन्छ त्यो पहिला सकाउ ल अनि दिउँ ल्याइदिउँ अदेऊ म वेट्रेस छु या हेलो ल Cynthia. Here you go. ल भयो अब नेक्स्ट राउन्ड गर्ने आर यु रेडी ल अब 5th राउन्ड है त ल सो फ्रेन्ड्स अब हाम्रो लास्ट र स्पेशल राउन्ड आइसक्यो के हो थाहा छ तिमीहरूलाई म देखाम ल हो यो कप नुडल्स
ल यो बनाउनु पर्छ हामी यसको रेसिपी देखाइदिउँ फ्रेन्डहरूलाई फ्रेन्ड्सहरूलाई देखाइदिउँ ल आऊ यता आऊ निक्लिउँ न disgusting but taken I'm going to hey wait I'm going to oh no it's like I'm going to So friends, अब झोल मात्रै बाँकी छ अनि खाऊ। Sorry. भिडियो मन पर्यो भने लाइक र
सब्स्क्राइब गरिदिनु होला अनि त्यसपछि हजुरको धेरै जसो कमेन्ट पर्दैन अनि हजुरको धेरै जसो फ्रेन्ड्सहरुसँग शेयर गरिदिनु होला कति सानो सर शेयर गरिदिनु होला बाइ बाइ लभ यु अल अनि उपदेशको तर्फबाट नि बाइ भन्दै बाइ बाइ भन बाइ बाइ